हेलो एभ्रिवान, नमस्ते, राधे राधे। कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्छु राम्रै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, मस्त हुनुहुन्छ, आफ्नो आफ्नो लाइफमा व्यस्त हुनुहुन्छ। म पनि स्वस्थै छु अनि आफ्नो लाइफमा अलिअलि व्यस्त छु। त्यही भएर भिडियो दिन सकेकी छुइनँ गाइस। अनि आशा गर्छु हजुरहरू यो भिडियो पनि लास्टसम्म हेरिदिनुहुन्छ भने। म चाहिँ धेरै भिडियो बनाउन पाएकी छुइनँ अहिले। मसँग त्यस्तै अब प्रब्लम भएकाले मैले लङ भिडियोहरू दिन सकेकी छुइनँ। अनि सानो सानो पोस्टहरू अब गर्दैछु हल्का फुल्का। राम्रै लाग्छ हजुरहरूले हेरेर मन पराइदिनुहुन्छ, लाइक पनि गरिदिनुहुन्छ, कमेन्ट पनि गरिदिनुहुन्छ, राम्रै लाग्छ। यो भिडियोलाई पनि त्यस्तै लाइक कमेन्ट गरिदिनु होला, राम्रै लाग्छ। कहाँदेखि हेर्नुहुँदैछ त पनि कमेन्ट गरेर भनिदिनु होला। अनि लास्टसम्म चाहिँ भिडियो हेरिदिनुहुन्छ भन्ने म आशा राख्छु। यस्तो त केही इम्पोर्टेन्ट छैन भिडियोमा, त्यही पनि अब यसो थुप्रै दिन भइसकेको थियो मैले लामो भिडियो दिन सकेकी थिइनँ। अब कामहरू यतात्यता अब मैले होइन व्यस्त, आफ्नो आफ्नो लाइफमा व्यस्त, त्यस्तै हो अब सबैजना होइन। अनि त्यही भएर चाहिँ आज चाहिँ म भिडियो बनाउन बसेकी छु अब। अनि आज चाहिँ त गाइस बहुत गरम छ। अहिले त अब जस्तो कि मे महिना चल्दैछ, मे महिनामा यस्तो गरम छ नि, यहाँ बहुतै गरम छ। अनि माथि फ्यान चलिरहेछ। अनि म 2 वर्ष भइसकेको थियो म कहिले पनि सुतेकी थिइनँ दिउँसो सुतेकी थिइनँ। अनि आज चाहिँ यसै मोबाइल हेर्दै थिएँ, हेर्दा हेर्दै म निदाइछु। त्यतिकै निदाइछु। निदाए पछाडि अब हेर्दा हेर्दै मोबाइल हेर्दा हेर्दै निदाइयो होइन। माथि त फ्यान चलिरहेको छ नि त, मच्छर नलाग्नु पर्यो नि त। तर यहाँका मच्छर यति अजिर छन् त फ्यानलाई पनि टेर्दैनन्। कुनुनुनु गरेर यहाँ हातमा ठोक, निन्द्रैमा हातमा ट्याप्प हानेर चिलाइन्छ होइन, कनाइन्छ। त्यो मरो कि बाँचो थाहा छैन, त मच्छर उडेर गयो कि मरो कि केही थाहा छैन। निन्द्रामा हुन्छ नि त अब आफू। त्यही पनि निदाइसकेर जब उठिन्छ नि, उठेर जब हात हेर्दाखेरि यत्रो फुलेर भइरहेको हुन्छ। हजुरहरूको चाहिँ हुन्छ कि हुँदैन जान्दिनँ, तर मेरो चाहिँ मलाई चाहिँ मच्छरले खायो भने कहिले पनि मैले बाइचान्स कन्याकी छु भने चाहिँ यति ठुलो हुन्छ, डाबर उठ्छ, पुरा ठुलो एलर्जी जस्तो नि त, कति ठुलो हुन्छ। यहाँ बहिनीहरू आमाहरू पनि हेरेर यसलाई चाहिँ यत्रो डाबर उठ्छ, हामीलाई चाहिँ त्यत्रो हुँदैन त, यसलाई त कत्रो हुन्छ। सानो मच्छरले टोकेको बाइचान्स यहाँ गालामा टोकेछ नि, सानो मच्छरले निदाउँदाखेरि बाइचान्स सानो काला मच्छर हुन्छ नि जुन, ती नकराइकन आएर टोक्छन्। ती काला मच्छर साना साना हुन्छन् एकदम बुसुना जस्ता, ती मच्छरले चाहिँ टोक्यो भने धेरै फुल्छ। यो यस्तो गालामा बा यस्तो निधारमा फुलेछ भने कसैले बोक्सीले हानेको छ कि बा कसैले ढुङ्गाले हानेको छ कि भने जस्तो यत्रो टुटुल्को उठ्छ। मलाई चाहिँ त्यही हाँस उठ्छ। त्यो के भएको होला, मलाई चाहिँ यति सानो ठुल्ठुलो टुटुल्को उठ्छ भनेर सोच्छु कि। त्यही भएर मच्छरलाई भन्छु, मलाई चाहिँ नटोकिँदै पनि हुन्छ। म भगवान्लाई कहिलेकाहीँ रिस उठ्छ कि, अनि भन्छु कि भगवान्ले चाहिँ मच्छर किन बनाउनु भएको होला जस्तो पनि लाग्छ बेला बेला नि त। अनि चिलाउँदाखेरि कस्तो चिलाउँछ नि त मच्छर टोकिसकेपछि, जति कन्यायो त्यति राम्रो लाग्दैन। त्यही भएर यस्तो फ्यान चलिरहेको छ, यति स्पिडमा फ्यान चलेको छ नि, तर यी मच्छर टेर्नेवाला होइन, हुन्छन् यति साना, तर फ्यानमा पनि उड्दैनन्। टोक्नु छ त उनीहरूलाई लक्ष्य गरे अब त्यो टोक्नै पर्छ, मान्छेलाई उनीहरूले खुन खानै पर्छ। भगवान्को लीला होइन, भगवान्को अब मायालाई कसले नै टार्न सक्छ।